म हाम्रो सिक्किमदेखि चाहिँ गाडी बनाउन सिलगढीतर्फ लागेको थिएँ। अनि बाटोमा चाहिँ यसरी बङ्गाल पुलिसहरू चाहिँ बाटोभरि नै बसेको देखिए पनि। अनि त्यसरी देख्दाखेरि चाहिँ डकुमेन्ट्सहरू मागेपछि डकुमेन्ट्स अप टु डेट स्पेसल पर्मिटहरू बनाएपछि पनि यिनीहरूले चाहिँ फाल्टो पैसा माग्दो रहेछ। मैले 6-7 दिन सिलगढीमा बस्ने काम थियो र गाडी बिग्रेर गर्दाखेरि यो 6-7 दिनभित्रमा चाहिँ यतिको दुःखहरू देखेँ है। हरेक सामान सिक्किमसम्म आउँदाखेरि चाहिँ यति दुःख हुँदो रहेछ। फर्स्ट अफ अल त हामी पनि यो देशको नागरिक जनता हो, अलग स्टेटमै बसे पनि सिलगढी लाइन नकुदौँ भनेको अब कुद्नु पर्ला जस्तो छ। गोबरहरू लगाएर है सबै खिचेर लाउनु पर्नेछ। अब हाम्रो आम जनताहरूले पब्लिकहरूले है फाल्टो गाडीमा हिँड्ने मान्छेहरूले ड्राइभर त हो भन्छ नि है, गुरुजीहरूले चाहिँ ग्राउन्ड जिरोमा चाहिँ कतिको दुःख पाउँदो रहेछ, कतिको दुःख गर्दो रहेछ भन्ने कुराहरू चाहिँ यहाँबाट स्पष्ट थाहा हुन्छ नि त होइन। जसलाई हाम्रै ट्याक्सहरू तिरेर गभर्मेन्टको होइन थ्रुबाट स्यालेरी मिल्छ, अब उहाँहरूलाई सेटिस्फ्याक्सन छैन आफ्नो स्यालेरीले भनेदेखि चाहिँ यस्तो चोरहरू देशमा बसेपछि चाहिँ जति पनि सम्पूर्ण देशैभरिको यसरी पैसा उठाएर खाने चोरहरूलाई चाहिँ के भन्नुपर्ने, तपाईँले के भन्नुहुन्छ? म चाहिँ चोरै भन्छु। यिनीहरू आतङ्कवादी भन्दा कमीको त यिनीहरू पनि छैन नि त। क्याटेगोरी यति त फरक छ। आतङ्कवादीले बम बारुद गोला लिएर हिँड्छ अनि आम जनतालाई दुःख दिन्छ है, मान्छे मार्छ। अब यिनीहरूले चाहिँ पैसा यसरी उठाएर खाएर है दुनियाँभरको हाम्रो अब यहाँनिर होइन कतिले लुगा लाउनेदेखि लिएर एग्रिगेट सामानहरूदेखि लिएर सबै चिजको पैसा यिनीहरूले फाल्टोमा उठाएर चाहिँ यिनीहरूले आफ्नो सुख सुविधाको लागि जाने का टाइम नहीं देंगे। अरे क्या देना है हमको? दे नहीं है, इधर रखी लो। इतना 100 रुपये नहीं, लोकल गाड़ी में 200 रुपये नहीं, 300 रुपये में तो फिर उधर से एक बार देने से तो पूरे छोड़ देता है ना। वो वैन का वो ट्रैफिक का 300 रुपये डिपेंड है। वो लोग जो ट्रैफिक जो है ना, और मैं तो दूसरा गाड़ी ले गए और दिन एक बार 300 देने से हो जाता है। 300 देगा तो वैन वाला पकड़ने से देना पड़ेगा। वो ट्रैफिक जो है वो ट्रैफिक नहीं पकड़ेगा। सिलीगुड़ी में जितना ट्रैफिक है ना वो नहीं पकड़ेगा। अनि हाम्रो एसके गाडी जति चाहिँ जम्मै साइड लाएर चेकिङ सबै डकुमेन्ट्स अप टु डेट छ भने पनि यिनीहरूले पैसा मागेर यसरी दिनै पर्छ भन्दो रहेछ। अनि अब अलिकति बोल्यो भने भाइलेन्स है। अनि म के भन्न चाहेँ भन्दाखेरि चाहिँ गभर्मेन्टले होइन यहाँ बङ्गाल गभर्मेन्टले यो पैसा एउटा के रेभेन्यू एउटा के सिस्टम बनाएर त्यहाँनिर 2-400 लाउने बनायो भने त्यो राम्रो कुरा हो। तर यसरी चाहिँ राम्रो कुरा जस्तो लागेन। अनि चोरेर लगेको गाडीहरू पनि आरामले लगेर बेच्नु मिल्दो रहेछ। र अब आउनुभन्दा अगाडि चाहिँ हामीले पैसा तिरे नि यिनीहरूको वाट्सएप ग्रुपमा छोडिदिँदो रहेछ।